बल्ल बल्ल आफ्टर 5 लङ डेज चाहिँ नानीलाई बोक्न पायो, छुन पायो। उसकै लागि उसलाई छुन र बोक्नै भनेर पनि लिभ एक्सटेन्ड गरेर बसेको है म चाहिँ फेरि। एक्सपेरिमेन्ट नगर्नु रे उसको छोरालाई, जे आउँछ त्यही गर्नु रे। यस्तो घुमाउँछ फिल्ममा चाहिँ यस्तो अरे हौ। यतिखेर चाहिँ यिनीहरूको आई मसल्स राम्रो बनिएको हुँदैन अरे क्या, अनि त्यही सँगै चल्दैन अरे। ए झन् साक्खे फुपू भनेको म यहाँ साक्खे फुपू एक्लो। फुपालाई देखाइदिइहाल। फुपा फुपा म साक्खे फुपू एक्लो एक्लौटे फुपू हो म। खै यहाँ देऊ त, वान एन्ड ओन्ली, अरू चाहिँ अब यस्तै कजनहरू हो। यहाँ फुपा साक्खे एक्लौटे। अब त हर्स्यो। बिस्तारै बोल्देऊ न नानीलाई बिस्तारै। म हर्षित छु मेरो भदराजलाई बल्ल छुन पाएर। अस्ति त छुनै नदिएको नि हौ, हेर्न मात्रै दिएको, त्यो पनि मरेर। भिजिटर पास खोइ भन्छ हो, अनि पुरा याद गरिरहेको हुन्छ रहेछ तिनीहरूले, फेरि एक एक थाहा पाउँदो रहेछ। अनि फेरि त्यो दिन पनि त्यहाँ जाँदाखेरि खिच्नु भन्दै थियो त्यहाँको सिस्टरले, मैले त लुकेर खिच्थेँ। थ्याङ्क यू ड्याड। हो त्यस्तो भएको थियो, मुन्डु त रहेछ ऊ ल्या हो जिन धरामा छ है। मुन्डु आउँदैछ है। दादाको नि त्यस्तो चिम्सो त होइन नि त। हो त्यस्तो भएको थियो हो, ऊ आएका जस्तो। अनि मेरो नाक चिलायो। ठिक कुरा गरेको है। यसको कम्प्लिट भएको थिएन नि त पेटभित्र।